हाम्रो त्यही छेउमै त हो म्याट्रेस एक्ट्रेस चिन्ता नलिनु कति बेला केटाहरूको सड्किन्छ अनि सबैलाई चाक हान्छ ल्याम्क ल्याम अरे के बोलेको यार बहिनी छोरी केटी मान्छे भएर एक्ट्रेस भनेको त केटी होइन के बोलेको यार बहिनी चिन्ता नलिनु कति बेला केटाहरूको सड्किन्छ अनि सबैलाई चाक हान्छ ल्याम्क ल्याम अरे के बोलेको बहिनी ओए कस्तो कस्तो बहिनीहरू जन्मिन थाले यार आजकल गाईको अनुहार परेको गोरु भन्थे त्यस्तै त होइन दाइ उठेर मुत्ते खालको बहिनी हो कि त्यही भनेको त या हेर्ने बेला मात्रै हो ब्रो लोकेसन यसरी थाहा हुने अब कति गेम बाँकी छ अरे यस पछाडि अझै 4 वटा गेम बाँकी छ आजको हुन्छ नि सानोकलाई हटाएर सानो ब्यान्ड भएर रन्डो क्या सानोको ठाउँमा हरेक दिन रन्डो हुन्छ फर्स्ट म्याच पोइन्ट काउन्ट हुन्छ 6 म्याचमा 1 म्याच रन्डो हो 5 म्याच इरेङ्गल र मिरामार खेलाउँछ कि बिचमा अर्को रन्डो पनि छ भाइ के छ दाइ रन्डो छैन नि बिचमा अर्को त छैन यही एउटा म्याच मात्रै फर्स्ट म्याच मात्रै हो अब इरेङ्गल अनि दुईटा मिरामार लगातार 3टा इरेङ्गल हो अब नो फेयर जस्तो जङ्की प्लेयर नेपालमै छैन अरे जङ्की त नेपाली प्लेयरहरू सबै जङ्की नै छ होइन भाइले चाहिँ अब परेको ठाउँमा देखाउँछ भनौँ न जङ्की त नेपाली को चाहिँ जङ्की हुँदैन नेपाली एलिमिनेसनको जो हान्ने ठाउँमा हानिदिन्छ भाइले चाहिँ जति बोल्छ बोले अनुसार गेम पनि देखाउँछ भनौँ न अनि जोन त लभली छ त हो रन्डी ओटनको छोरो तर यो भिपीमा कम्पाउन्ड भयो क्या भाइ अहिले भिपी कम्पाउन्डमा छ जोन चाहिँ लभली छ दाइ होइन भिपी कम्पाउन्डमा यो डिसी र यिनीहरूको पर हो अब आइसी पनि यही रहेछ नजिकै दुईटा जसको गर्छ थर्ड पार्टी स्योर हो हाम्रोले हान्दैछ हो ऊ त्यो एमसी को लागि यहाँ जोनै छैन नि त इधर त निस्किनै पर्छ यहाँको त किला हाम्रो भनी निस्क्यो भने होइन र हो अगाडि त्यो मेन्सनको घर खाली रहेछ हेर्दा के हो हेर्नु त ऊ त्यो एसको माथिपट्टि त्यो घरहरू एनिमी छैन त इधरले पनि हान्न थाल्यो भाइ अब इधरले पनि हान्न थाल्यो लक्षण राम्रो छ यो गेमको दामी हानो यार फर्की सकायो तर आइसीले खतरा हान्दैछ है जस्तो जस्तो चाहिँ फलो गर्यो यो गेममा एमजीलाई त हान्दिहाल्यो नि सकायो ल एमजीलाई सकायो कोट आएछ आमामा बिएफले हान्दैछ हौ दाइ अझ यसलाई पनि कहाँबाट बिएफ मुजी परको घरमा छ त त्यो नो फेयरले नो किल हान्यो नो फेयरले किल उठायो नाइस नो फेयर फलकको पनि किल उठाउन मिल्छ भने उठाउ त केटा हो देखिँदैन होला त्यहाँदेखि 8 किला हैन 9 पोइन्ट भयो टोटल इधर त प्लेसमेन्ट आउन थाल्यो दाइ अब एपीजी ले हाने एसएफ लाई नो फेयरले फेरि हाने गोटलाई तुलके नक म्याटको टेमा भन्ने रनमतीको छोरो दुई जना अघि त्यो जोर्जो पुलबाट फुवायारजीले हानेर आका हैन नि तिनीहरु दुई जना कहाँ बसेका छन् पोइन्ट त ल्याएकोलाई छ त भाइ तिनीहरुले रानी रहेछ पोइन्ट कागती निचार द्याउ त यता
नो फेयरले हानो फेरि अनि सकाइदियो। नाइस 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 आइसी वाइप हैन त लभली नो फेयर प्रार्थना गरेको पूजा आराधना गरेको यही जोन्सले साथ दियोस् भनेर हो दिइरहेको छ हान्दैछन् हान हो र हान क्रेजी म्यान म्याट पनि गयो दाइ म्याट उता मेरो बोर्डतिर जाने भयो हामीतिर हामीरोमा निचार दे लेमनको लेमन कागती नाइस ल यस एक्लै ल्याऊ नो फेयरले उठायो नि दाइ फ्लिप लाएन नि किल उठायो ओए नो फेयर ले अति यार 10 हानो है 10 किल हानो है यो म्याचमा हानि सकौ ओइ कोकोले भन्दै हुनुहुन्थ्यो 10 किल हानो भनेर हानि सकौ है लभली हाईमा केटाहरु पाँच किल हानेछ उठाए लभली जिग्ल लभली जिग्ल लभली जोन छ यार 11 बिपिला हानो एपीजी ले एपीजी नि 4 जना छ त यार आहा बेटे यतै न किलर जो यार किल दामी नो फेयर लभली 6 एलिमिनेशंस नो फेयर को लभली 12 किल भयो ओभर हान्दैछ अहिले चाहिँ यो गेममा चाहिँ ओभर हान्दैछ हेर्दै ओभर हान्दैछ रन्डोमा पनि यसरी हान्दिएको भयो केटाहरूले ओइ नो फेयरले फेरि हान्दियो रिफ्युजलाई रिफ्युजलाई नै हान्दियो हान्ने सिल्पी भन्ने ले एउटा नेट छैन नि दाइ मोलोटप त रहेछ मोलोटप हान्दै भयो यार त्यता छैन नि सही नेट देऊ त स्काई एउटा हाम्रो चाहिँ पड्काउने भयो रन्डी उटनहरुले जस्तो लाग्न थालिसक्यो उ स्काईले हानो रिफ्युजलाई दामी स्काई फेरि सेम नेट भाइ इ शिल्पीलाई पड्काइदिएछ नि दिरनले अनुहारमै आयो शिल्पी त फिनिस यार छ्या शिल्पीसँग ला स्काईलाई को स्काई पनि नो फेरि एक्लै बाकी छ्या यार भाइ इधर सकिन्थ्यो यार शिल्पी भाइसँग नेट मात्र भएको इधर सकिन्थ्यो यार छ्या यार इधरले अहिले यो फाइट म चाहिँ गल्ती गरे यार भाइ इजी गल्ती गरे यार यो फाइट किन भन न किन दाइ यो फाइट इजी हान्नुपर्ने फाइट थियो केटाहरूले उधर हाई ग्राउन्डमा थियो इधर लो ग्राउन्डमा थियो 4 जना मिलेर माथिबाट ड्याम केटा हान्नुपर्ने थियो क्या इधर उल्टै माथि सर्दियो यार एपीजी त छ्या यार 4 किल आउँथ्यो अझ एक्स्ट्रा इधरको यो त हामीले मिस गरेको यार यो पोइन्ट त फोबी 3v1 इजी वाइप थियो नि दुईटा नक थियो यार एपीजी को उठायो अरे हान्दै यार किन पुसाने पुस्ता हान्नै पर्थ्यो कि हाम्रो नेटले फुटेन के नो फेयरले जियोललाई हान्दियो क्या फेरि किल चाहिँ उठाउँदैछ र किलर छोड्दियो नि अति फर्ममा छ यार नो फेयर त फर्ममा रहेछ यार
Invoker by the host. नेट अलिक तलमाथि भयो अरे त्यही त भनेको फिक्स 4 किलो आउँथ्यो क्या अर्को पनि 4 नै बाँकी हुन्थ्यो पक्का बङ नेडै नेड हान आउँदै हाम्रो नेडै थिएन यो भाइसँग 4टा नेट रहेछ नि 25 वटा मात्र गोली छ यो भाइसँग फेरि ना नो फेयर बरु क्रेटहरू यसो लुट्न मिल्छ भने लुट्दा भयो जोन पनि गयो उतै अब जोन पनि छिर्न पाए त हुन्थ्यो है तिनीहरुको पर्दिहाल्यो हुन्थ्यो क्या ड्यामडम छ्या यार भाइ 6 चिकन गेम थियो यार है त्यही त इजी चिकन पोइन्ट कम त आउँथ्यो द्याट्स वाइल्डली तान्थ्यो उतै यो गेम त 4 जना बसे एपीसी वाइप मात्रै हान्दै भयो नि अहिले हेर्नु न कस्तो चिल थियो 3v3 हो कि नो फेयर बरु अब जोनतिर बरु छिर्यो हुन्छ यार कसरी छिर्न मिल्छ नो फेयर त हेरिहाल्छ नि भाइ सबैले अब तिनीहरुको पर्दै हुन्थ्यो क्या दाइ तिनीहरुको पर्दै भएपछि केही हुन्थेन फेरि कसैले हेर्दैन अहिले त यतै हेरेर बस्या उ ओए दिमाग लाए है दिमाग त लाए है भाइ P90 रहेछ नि त दाइ ए त 200 रहेछ नि त P90 फुल छ एमो M4 को चाहिँ सबै सकाएछ यो गेममा पखै 12 किल छ हैन 12 मा 4 एपीसी को किल 16 मा अनि उता 21 30-31 पोइन्ट आउँथ्यो यो गेमको चिकनले भाइ अनि 20 किल चिकन हुन्थ्यो यो गेममा केटाहरु त्यस्तो हाइमा थियो एपीजी रे यो डोक को पोजिसन थाहा छ कि छैन डोकेल थियो भने ल्याङ हुन्छ नि नो फेयर केटा हो जसले हेर्दै हुनुहुन्छ स्ट्रिमलाई लाइक हान्दिनु अनि सब्स्क्राइब चाहिँ एकचोटी हान्दिनु त सब्स्क्राइब चाहिँ सबजनाले एकचोटी सब्स्क्राइबको बटनमा थिचिदिनु त हामी एकदमै नजिक छौँ 900K को लागि जम्मा 40,000 सब्स्क्राइबर चाहिएको छ नाच यार नो फेयर अति है नो फेयर के भाइ त म्याच के खाएर खेल्दैछ हौ ड्रग्स त ओ यार हैन आज त द्याट्स के बोलेको हौ दाइ हैन हौ नर्भस नहुने ड्रग्स क्या त्यस्तो पनि हुन्छ र किन हुँदैन बिच के हो हान्नु हाने नि हो म्याच त्यो भाइलाई त मैले पब्लिक हान्यो दुईटै टिम लिएर उता पर्नु छ कि सुरुमा